मनी लन्ड्रिङ सम्बन्धी सम्पत्ति शुद्धिकरण सम्बन्धी अध्यादेश थियो, त्यो पास भइसक्यो। अब सम्पत्ति शुद्धिकरणमा धेरै ठुला नेताहरू तानिनेवाला छ, त्यो 100% हो। देशद्रोहीहरू देशलाई अहिलेसम्म चुस्नसम्म चुसिसकेको छ, बर्बाद गरिसकेको छ, जनताहरूको फ्युचर बर्बाद भइसकेको छ हैन। अब यिनीहरूको समय आइसकेको छ, यिनीहरूको पनि जीवन अब बर्बाद हुने समय आइसकेको छ। र जति पनि गर्छ नि विरोध, बालनको विरोध गर्छ, भाइ तिमीहरू नगर्दा हुन्छ, गरे पनि गर, तर बालेन पछाडि कहिले हट्दैन, त्यो कुरा याद राखेर बस। त्यसले त्यो कचराहरूलाई नि निकालेर फाल्छ के, दुधमा जस्तै झिँगा पर्छ नि, झिँगालाई निकालेर फालिदिन्छ, त्यस्तै फालिदिन्छ भ्रष्टाचारी चोर फटाहरूलाई। विरोध गर्नेले गरी बस्छ, केही बाल फरक पर्नेवाला छ, केही फरक पर्दैन, सबको शुद्धिकरण हुन्छ, टेन्सन नलिऊ, ढुक्क भएर बस। आइसकेछ बा।